ल दर्शकबिरहरु अब चाहिँ म यो पहाडको एरियाबाट निस्कदैछु। यात्रा अलिकति टाढाको रहनेछ। यो पहाडको दृश्य तपाईहरुलाई कस्तो लाग्यो, कस्तो लागिरहेको छ, कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया दिनु होला। तपाईहरुको सल्लाह सुझाव प्रतिक्रिया अनुसार हाम्रो युट्युब च्यानल सारदा संसार अगाडि बढ्दै जानेछ। तपाईहरुले राम्रै साथ दिनुभएको छ, राम्रै सपोर्ट गर्नुभएको छ। सो देख्नुभयो नि यहाँको दृश्य, यहाँको बनावटको स्टाइल हैन, जे पनि गर्न सकिन्छ। खेलहरू खेल्न सकिन्छ, घुम्न सकिन्छ, दौडिन सकिन्छ, ग्रिल गरेर खान सकिन्छ, साइकलमा मजाले सर घुम्न सकिन्छ, बाइकमा गाडीमा घुम्न सकिन्छ, हिँडेर मनोरञ्जन लिन सकिन्छ। सो रमाइलो हेर्नु, बाटो कति राम्रो के, कति खतरा बाटो के, जङ्गलको बिचमा चराहरू हेर्नु बाटो बस्या कति मजाले उड्यो। हो माइ गॉड, हेर्नुहोस् न यहाँको दृश्यहरू। अब गर्मी सुरु हुँदैछ। तपाईँहरू चाहिँ जाडो महिनामा यहाँ आएपछि चाहिँ एकदमै राम्रो हुन्छ घुम्नको लागि। अब गर्मी महिना आइसकेपछि तपाईँलाई यहाँ घुम्नको लागि अलिकति गाह्रो हुन्छ, पसिना छुट्ने गर्छ फेरि है। त्यसपछि चाहिँ बेकार गर्छु यार भन्ने हुन्छ। त्यसो चाहिँ नगर्नु हो, जाडो महिनामै आउनु होला सकेसम्म पार्कहरूमा घुम्दाखेरि। अब चाहिँ म यताबाट भन्दा पनि कता एक्जिट हो जस्तो लागिरहेछ। उता घरको गेटबाट एक्जिट हुन्छु, सायद मलाई जानलाई सजिलो हुन्छ। अब चाहिँ म अगाडि गएर अर्को बाटोबाट एक्जिट हुनेछु। आजको मेरो यहाँको घुमघामको यात्रा चाहिँ एकदमै रमाइलो भयो। सायद तपाईलाई पनि मन पर्यो होला। यदि मन परेछ भने चाहिँ सब्स्क्राइब ट्याग गरिहाल्नुहोस् है, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। अझै अन्य खतरा खतरा ठाउँका खतरा खतरा भ्लगहरू त आउन बाँकी नै छ। भर्खर मात्रै मैले कन्टिन्यू रूपमा सुरु गरिराखेको छु भ्लगहरू बनाउनको लागि। सो अझै खतरा, अझै डेन्जर, अझै रमाइला हैन ठाउँहरू हेर्न चाहनुहुन्छ भनेपछि तपाईहरुले पक्कै पनि शारदा संसारलाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ। त्यसै गरी अमृत कुरा थोकी भन्ने फेसबुकलाई चाहिँ फलो गर्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ। एकदम सुन्दर सुन्दर दृश्यहरू आउँछन्, तपाईँ हेर्न पाउनुहुन्छ। तपाईँ आफै नघुमे तापनि मैले देखाएका दृश्यहरू तपाईँ मजाले हेर्न पाउनुहुन्छ, देख्न पाउनुहुन्छ, अरूलाई पनि देखाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ ट्याग टोक गरेर सब्स्क्राइब चाहिँ हाल्नुपर्ने हुन्छ है। अब चाहिँ म जङ्गलबाट बाहिर निस्केछु। भित्र आउँदाखेरि म गेट नम्बर 1 मेन गेटबाट आएको थिएँ। अब चाहिँ गेट नम्बर 2 बाट एक्जिट हुँदैछु। अब मको त यसपछिको यात्रा मेरो शेख मोहम्मद बिन जायद रोडमा हुनेछ र शेख मोहम्मद बिन जायद रोड दुबईको सेकेन्ड बिजी रोड हो, ठुलो एकदमै ठुलो हाइवे। अब चाहिँ म यहाँबाट एक्जिट हुन्छु। यहाँका अझै राम्रा राम्रा दृश्यहरू देखाउन बाँकी छ, आज समयले त्यति साथ दिएन। अब चाहिँ हामी यहाँबाट एक्जिट हुन्छ। बिरालोहरू ट्याक्क आइरह, कति राम्रो सुन्दर बिरालोहरू बसेका छन्। हेर्नु निस्किँदाखेरि कति राम्रो जङ्गल के यार, कति राम्रो जङ्गल यार, कति राम्रो हो, कति राम्रै हो तिमी यार। कति बाक्लो जङ्गल होइन, चराचुरुङ्गी उस्तै। यो बाटोबाट चाहिँ म पहिलोपल्ट निस्किँदैछु है। साइकल ट्र्याक रहेको छ। साइकल चाहिँ फ्रीमा जान आउनु पाउँछन् कि यार, ओ मजा छ त यार। साइकलमा घुम्ने मान्छेहरूलाई एकदमै फ्री छ। एकदमै राम्रो, एकदमै सुन्दर ठाउँ रहेछ यता पनि। म चाहिँ पहिलोपल्ट गएको छु यस स्थानतिर, यो बाटोबाट। फुलहरू हेर्नु मजाले कति राम्रो फुलेको छ।
दुवैतिर जङ्गल बीचमा पिच गरेको यति राम्रो बाटो। निकै सुन्दर एरिया यो चाहिँ दुबई मुश्रिफ पार्क एकदमै राम्रो छ। साइकलहरू चाहिँ मजाले भित्रबाट घुम्न पाउँछन्। गाडीहरूको लागि पनि राम्रो व्यवस्था रहेछ यहाँ त यार। म त पहिलोपल्ट थाहा भएको। उता भित्रभन्दा अझ त बाहिर अझै राम्रो दृश्य रहेछ। 4 व्हिल गाडी लिएर मजाले भित्र जान पाइन्छ फ्रीमा। यो चाहिँ हो नि त यार। देख्नु पर्यो यति राम्रो दृश्य छ कि दुबईमा। र यो चाहिँ सबै बनाइएको कृत्रिम है भन्नाले पछि रोपिएका बिरुवाहरू हुने मेरो बालुघारीमा पछि रोपेर बनाएको पार्क यति सुन्दर छ, यति राम्रो छ, दुनियाँलाई आकर्षक गरेको छ यो ठाउँले। अब चाहिँ बाहिर म रोडमा निस्किँदैछु र यो बाटो पनि सायद कति बजेदेखि कतिसम्म बन्द हुन्छ होला जस्तो लाग्यो। गेट राखिएको छ। साइकल ट्र्याक हो मैले देख्दै यता त राम्रो छ त यार। धेरै राम्रो स्थान यार। अब म चाहिँ यताबाट राइड गरेर देराको साइडतिर निस्किँदैछु। हामीले यस शारदा संसारमा सुधार गर्नुपर्ने कुराहरू के छन् तपाईँहरूले सल्लाह सुझाव दिन सक्नुहुन्छ। धेरै साथीहरूले ल यस्तो यस्तो कुराको कमजोर भएको छ, यसलाई चाहिँ अलिकति सुधार गर्नु पर्यो भनेर भन्नुभएको छ। म चाहिँ सुधार गर्दै जाने पक्षमा छु। यो चाहिँ जङ्गलभित्र चाहिँ 4 व्हिल गाडी लिएर मजाले घुम्न सकिन्छ। आज यो जङ्गलको यात्रा एकदमै राम्रो भयो। दुबई नेसनल मुश्रिफ पार्क यानि कि मुश्रिफ नेसनल पार्क। अब चाहिँ अलिकति हाइवेमा आइसकेको छु म।